हेलो साथीहरु नमस्कार। वेलकम टु माई च्यानल है। म भ्लगर त होइन, तर यसो काठमाडौँको रोडको के अवस्था के कस्तो छ यसो तपाईलाई देखाउने कोसिस गर्नेछु है। हेरेर साथ दिनु होला, प्रतिक्रिया पनि दिनु होला। म तपाईहरुलाई बाइक राइड सँगसँगै तपाईहरुलाई यसो काठमाडौँको आज ताजा अवस्था के छ रोडको जानकारी गराउने छु। म अहिले ठ्याक्कै तपाईको सुमेरु हस्पिटलको अगाडि यता राइट साइडबाट जाउँ। लाइट अफ छ, रेड लाइटमा कुदाउनु भएन ट्याक्सी। रेजिस्ट्रेसनको लाइट बलिरहेछ ग्रीन। सो रुल्सहरु चाहिँ यसो फलो गरिदिनु होला है। हामीले नै हो फलो गर्ने पनि रुल्स। हर्न बजाउन साह्रै हतार हुन्छ हो नेपालीहरुलाई। यसो 2 सेकेन्ड लेट हुँदैन है। प्याप पुप च्याट कहाँ हर्न बजाउने भन्ने पनि फेरि थाहा छैन। अब फेरि हुन त तपाईहरुले गाली गर्नु होला। हस्पिटलको अगाडि आयो भने नि टुवा टु पारेछ हैन। हर्न भनेको त तपाईको इमर्जेन्सी अवस्था मात्र बजाउने हो नि त। ल सुन्नु भयो त। के साह्रो हतार हुन्छ हौ। त्यो आफै लेफ्टै जाने भने त एकछिन रोकेर भयो त। एकछिन रोकेर जाँदा हुन्छ त है। त्यही जानी त हो। नेपालीहरु गाली गर्छन् नेतालाई, देश बनेन बिगारो भनेर है। भोट हाल्ने पनि आखिर हामी नै हो। फेरि बिगार्दा बिगार्दै बार बार 5 चोटि 10 चोटि 15 चोटि पनि हाल्दै छाप्पा लागोलाई आफू रोडमा हिँड्दाखेरि त्यस्तै। अनि त देश कसरी बन्नु त हौ लाखे। ग्रीन लाइट छ। लेट्स गो लेट्स गो लेट्स गो। अब ट्राफिक दाजुहरु यसरी लाइट भएको ठाउँमा चाहिँ बस्न नहुने हो हैन। नबसे पनि हुन्छ कि। एउटा मलाई लागेको चाहिँ चट्ट एउटा अफिसमा सीसी क्यामेरा चक्क जोड्यो हैन, हेर्यो। एउटा बाइक सरकारले दिनुपर्छ हैन पेट्रोलिङ गर्ने। कसैले रुल्स फलो गर्यो, कहीँ गयो भने अनि पेट्रोलिङ गर्यो, झ्याप्प समायो अनि चिट काट्यो, काम तमाम। त्यो भयो भने कसैले रुल्स ब्रेक गर्नै सक्दैन कि। यहाँ छुट दिन भन्ने कुरै हुँदैन। छुट भनेको कसैले पनि हुँदैन, हुनु हुँदैन जहाँसम्म लाग्छ। यदि सुशासनका कुरा सुशासन भन्ने भने हेर त हर्न कस्तो झ्याउ पनि नलाउने हो। मलाई त यो रोडमा निस्क्यो कि किन हो यार। यो सबैको बिहेभियर देखेरै एकदम एलर्जी लाउँछ पो त। सब डनै डन रोडमा फेरि है। केही भन्नु हुँदैन। यो रोड तेरो हो साला, तेरो बाउको हो भन्न थाल्छन्। रोड त सबैको हो नि। एकले अर्कालाई सबैले युज गर्न बनायो। मेरो पनि हो भन्दैमा मैले तपाईँ रोडको यो बिचमा यसै तेर्सो पारेर बाइक राखेँ भने त्यो मेरो मात्र पनि त होइन है। सो यस्तो छ अवस्था। आई थिङ्क आई क्यान गो टु द मिडल लेन। यस्तो यो बाटो काट्ने ठाउँमा चाहिँ जाम भएको बेला अलिकति स्पेस छोडिदियो भने त मान्छेहरू सर ओहोर गर्न हुन्छ नि त। आखिर अगाडि पनि जाम छ हैन। हर्न बजाउन कति हतार हुन्छ फेरि।
नसकिने हौ नेपालीलाई नसकिने कहाँबाट देश बन्छ त यस्तो पाराले सभ्यता भन्ने कुरो चाहिँ आई थिङ्क जनताले नै देखाउने हो सभ्यता तपाईँहरूले देखाए पछाडि नेता पनि सायद सभ्य नै छान्नुहुन्छ होइन छानिन्छन् आफै सभ्य नभएपछि अब मासु र भात रक्सी गममा ढोकेर भोलि उठेर छप्पा लगाएपछि अनि देश गर्ने कल्पना त नगरौँ बिग्रिन चाहिँ बिग्रिन्छ अहिले चाहिँ अलिकति रोड बिजी भइरहेको फ्राइडे पनि हो सायद कति बज्यो 3 बज्न लागेछ त्यही भएर अफिस छुट्टी हुने भयो छुट्टी भएर कति मान्छेहरू चाहिँ अब यसो आउट अफ भ्याली पनि जाने प्लान गर्दै हुनुहुन्छ होला होइन यसो विकेन्डमा फ्रेस हुनलाई जानुहोस् हजुर जानुहोस् साइड लाइट बाल्नु भएको छ ठिक छ यसरी लेन चेन्ज गर्दाखेरि साइड लाइट बालिदिनुपर्छ ल ल ल ल भयो त अब बाटो त यत्रो ठुलो हो नि है तर के गर्नु है एकले अर्कालाई रेस्पेक्ट नै छैन बाटोमा आफै मात्र कुदौँ भन्ने छ सबैलाई ल हर्न पनि यति बजाउँछन् कि कसम यार ओ माई गस एलर्जी नै हुन्छ यार साउन्ड पोल्युसन भन्ने नै थाहा छैन के हो ल यो स्कुटीलाई कति हतार हो कहाँ पुग्ने हो पुग्ने आखिर ल के गर्छ हो यो स्कुटीले मा कसम यार बाइकलाई हेर्नुपर्छ कि रोडमा यस्तो रमाइलो हुन्छ यताबाट पनि हालेको छ यताबाट पनि घाँस चारपाङ्ग्रे सवारी साधन पनि गन्तव्यमै पुग्नुपर्छ तपाईँ हामी पनि बाइक चढ्ने पनि पुग्नुपर्छ सबै गन्तव्य पुग्ने भएपछि आखिर अघि पछि भएर जाँदा के बिग्रियो र है मलाई चाहिँ भेडा बन्नलाई मन लाग्दैन है एउटाले रुल्स ब्रेक गर्यो यो गयो भनेर हाम्रो समस्या त्यही हो मानसिकता यसले त मान्दैन मैले किन मान्नु या रुल्स सुन अगाडि बढेपछि बढिन्छ आफू अगाडि बढिन्छ नत्र पछि परिन्छ भन्ने मानसिकता एक्लै बढ्न लाएर मात्रै यो अवस्थामा पुग्यो भने त सामूहिक सबै बढ्नुपर्छ भन्ने भावना भएको भए सायद हुने थिएन कि जस्तो मलाई लाग्छ मलाई भरपुर गाली गर्नु होला कमेन्टमा है चित्त नबुझेको कुरा बटङ टङ 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 लेखेर हेर त्यहीँ अगाडि यति जाम छ यति 2 इन्च त्यहीँ पनि मेरो बिग्रेड मिस्टेक हो यो हो नि त यहाँ बाटो काट्ने नरहेछ होइन अगाडि रहेछ जाउँ क्यारे म पनि उडेर जाउँ क्यारे म पनि उडेर भन्ने त सबैलाई लाग्छ नि अब के गर्नु
उड्ने ड्रोन पनि आइरहेछ अरे चाइनामा, मान्छे नै बोकेर। त्यो चाहिँ आई थिङ्क काठमाडौँमा चाहिन्छ। आकाशमा पनि त्यस्तै हुन्छ होला। यता पनि उडाएको छ, उता पनि उडाएको छ है। त्यहाँदेखि कति ठोकेर ब्याङ भुइँमा झर्छन् होला। ल ट्राफिक दाजु, त्यहाँ लाइट भए पछाडि तपाईँ त्यहाँ बस्नै पर्दैन नि हौ। रुल्स फलो गर्न दिए भइगयो त। लाइट अनुसार जान्छन् मान्छे होइन। कति दुःख गर्न मन लाग्यो। व्यवस्थापन गरेको भनौँ भने के व्यवस्थापन, लाइट बनाएको के को लागि त? पिपी त्यो सुन्दाखेरि अलिकति अनौठो लाग्दैन? ट्वाट चोट टेट टेट। यो त खास गाडी रोक्ने हो नि त, पब्लिक सार्वजनिक यातायात रोक्ने। ल यो हो नि त लेन, त्यहाँ कुदेर हुन्छ त पब्लिक गाडी रोक्ने ठाउँमा। गाह्रो छ, गाह्रो छ। यस्तो देख्दाखेरि चाहिँ नेपाल त अझै 100 वर्ष नि बन्दैन। जनता नै अब पढे लेखेका बस्ने सहर काठमाडौँ सहर, क्यापिटल सिटी है, यस्तो छ हालत। ट्राफिक नियम लाइसेन्स कसरी निकाल्छन्? हुन त अलिअलि पैसा दिएर निकाल्ने पनि चलन छ क्या अरे नेपालमा त। आउँछ घरमै भन्ने सुन्या हो। अनि तपाईँको फेरि पास हुनेलाई पनि फेल गराउने चलन पनि छ है। त्यो चाहिँ मैले भोगे हो। पास गरेर सबै गइसके पछाडि त फेल भन्दाखेरि त कस्तो हुन्छ त? धर्न सिसी क्यामेरा थियो र होइन, अलिकति बोले पछाडि ए हो तपाईँ पासै हो भन्न पुगे। सिसी क्यामेरा नभएका भए त अनि त यस्तो छ के हाम्रो देशको स्थिति। यहाँ सायद अब यहाँ यस्तो बाटो त छ, ठिकै छ दाजुहरू, म आइसकेँ। बाटो त धेरै सुन्दर भयो नि पहिलाको तुलनामा त है। अहिले त धेरै राम्रो भएको रहेछ, सफा पनि त्यस्तै छ, चिटिक्क होइन। खोर नफाल्ने भने त हुन्छ नि। तपाईँ एउटा सुर्तीको खोस्टो पनि गोजीमा बोकेर हिँड्नु होइन, बोतल पनि तपाईँ झोलामा हाल्नु। बोतल तपाईँले अब यसो पानी पिएर फ्याट्ट फाल्ने काम नगर्नु। कति सुन्दर भयो। अन्त यहाँ केही फोहोर छ त छैन, एउटा प्लास्टिक पनि छैन लिटरली। सभ्यता भनेको यसरी देखाउनु त हो नि। अनि यसो विदेशीहरू आएर तपाईँको रोडमा हिँड्दै गर्दा तपाईँ पाँप पार्दाखेरि के सोच्छ होला तिनीहरूले है? ख्याल गर्नुभयो तपाईँहरूले? यदि विदेश गएर आउनु भयो, तपाईँले विदेश देख्नु भयो भने विचार गर्नु त। हामीलाई त तिनीहरूले त साँच्ची के पो सोध्छ होला? मैले यसो सोध्छु कि के भन्छ होला? भनेर नो रिजन, न त्यो कुनै रिस्कमा छ, न कसैले त्यसलाई हान्न आएको छ होइन। फेरि बाइक चलाउँदाखेरि फेरि सिधा चलाउनु कि दायाँ बायाँ गर्ने भयो, यसो लुकिङ ग्लास हेर्नु। यो साइडको लुकिङ ग्लास के को लागि राखेको हो? कतिले त अझ फोल्ड गरेर पनि हिँड्छन्। 220 चढ्नेहरूले त्यो फोल्ड गरेर हिँड्ने भयो, त्यो ग्लास त्यहाँ किन राखेको हो? अमेजिङ नभनौँ, लाज लाग्ने कुरा हो। लेन भन्ने चाहिँ साथीभाइहरू बाइक चलाउनेहरूलाई राम्रैसँग बुझाउनुपर्छ ल होइन। यहाँ हेर्नु त पछाडिबाट आएर अनि अगाडि गएर यसरी लेन च्यापेर बस्दाखेरि त्यो लेनमा पछाडिसम्म बस्नेहरूलाई त के लाग्छ होला त? ए यो मुला गयो म पनि जान्छु अब भन्ने। त्यही भएर भेडा भन्ने कारण त्यो हो नि त, भेडा। सरी है, त्यो व्यवहारले गर्दाखेरि।
ओहो यसरी त रोक्नु हुन्थेन नि त सर। हाम्रो जाने पालो हो क्या, लेफ्ट त जान मिल्छ तर खासै लेफ्ट पनि आउन बन्द गर्नुपर्ने हो। किन भन्दा तपाईँको उताबाट आउने गाडीहरूलाई चाहिँ पहिला पालो प्राथमिकता दिनुपर्छ क्या, लेफ्ट टर्न गर्नेहरूले। ल पुलिस दाजुहरू यसरी यहाँ बसेरै पुरै सिटी बजाउनु पर्ने क्या नेपालीलाई। ल त्यो बस यसो आफै बुझेर होइन 2 मिनट रोक्यो, चक्क मान्छे हाल्यो, अनि त्यसपछि स्विट हिँडिहाल्यो, अर्को आउँछ फेरि 2 मिनट रोक्छ हिँडिहाल्यो गर्दाखेरि त तपाईँ पैसा भनेको त जति कमाए नि त पुग्दैन पुग्न त। अब त्यो फेरि हाम्रो देशमा पैसा कमाउनेकै लागि अरू जेसुकै होस् होइन, भाँडमै जा भन्ने खालको एउटा नेतादेखि तलसम्म। नेतालाई मात्रै हामी गाली गर्छौँ। सबभन्दा त यो सार्वजनिक यातायात प्राइभेट कम्पनीहरूलाई दिने होइन, यो प्राइभेट बसहरू हुनु हुँदैन भन्ने मेरो मान्यता हो। स्वास्थ्य, शिक्षा, रोजगारी, यातायात भनेको विदेशमा पनि सरल र मेट्रो हुन्छ होइन, बस हुन्छ, एकीकृत योजना, अब के भन्छ एकीकृत यातायात व्यवस्थापन होइन। यसो तपाईँ बस 2 मिनट 1 मिनट ढिलायो भने मान्छेले फोन गरेर कम्प्लेन गर्यो भने त्यो सिधै ड्राइभरलाई होइन इन्क्वायरी गरिन्छ, किन गइस् के गरिस् होइन, ड्राइभरले सबै उस दिनुपर्छ। अब हाम्रोमा त्यस्तो छ, अलिक टाइम लाग्छ होला, कि पोजिटिभ होला होइन। कुनै दिन अलिकति नेपाली जनताहरू सुध्रेछन् र थत्रा थात्री होइन पुराना देश लुट्ने भत्ताभुङ्गा बानीहरूलाई भोट दिन जब बन्द गरेछन् भने यति नै हो के गर्ने, जस्ट छोडिदियो सिद्धियो होइन, गयो आफू जा। त्यहाँ कौन छ त्यहाँ आएर प्याँ फार्नुपर्छ होइन। उता आउनेलाई छोडिदियो, अगाडि नै जाम छ, कहाँ नपुग्ने र हामी त्यहाँबाट हिँडेर त्यो बिचमा रोकिदिएर उता आउने गाडी भने एक त रोकियो, आफू पनि रोकिरहेकै छ, पुरै स्पेस छोडिदियो अन्त बाइकहरू गाडीहरू छिर्ने भित्र रोडमा जानेहरू जान्छ नि त। अब जस्तै यो लेफ्ट साइडमा हेर्नु होइन, यिनीहरूलाई अब सबै यहाँ रोकेर सबैजनाले यस्तो जामको बेला स्पेसल्ली जान दियो भने इट्स त्यो भन्नलाई त्यसलाई भन्छ कमन सेन्स के। यसो विचार गर्ने यो त लाइन रहेछ है धेरै, आफू पनि त्यहाँ बस्नुपर्छ नि त कहिलेकाहीँ। अरूले छोडिदिँदाखेरि कति खुसी लाग्छ, ल आउनुहोस् जानुहोस् भन्दाखेरि जाम भएको बेला झन् त्यो पनि हामी यसरी किचिक हिँड्नुभन्दा त 1 मिनट रोकेर उताकोले नि 1 मिनट रोकिदिएर उनीहरूलाई पास हुन दियो भने त्यो ठाउँमा हामी पनि भइन्छ कुनै दिन होइन। यस्तो यस्तो कुराहरू सानो सानो कुराहरू चाहिँ हामीले अलिकति ख्याल गर्नुपर्छ है गाइजहरू। रोडमा हिँड्दाखेरि चाहिँ म स्पेसल्ली यो हर्नदेखि लिएर तपाईँहरूको यो मान्छेको बाइक चलाउने, गाडी चलाउने, यो बस स्पेसल्ली माइक्रो चलाएको देख्दाखेरि चाहिँ अचम्म लागेर आउँछ कि अचम्म। एनिवे टेक इट इजी, नेगेटिभ वेमा नलिनु होला होइन। यो मैले देखेको जे भोगेको त्यही कुरा भने हो। तपाईँहरू यो कुराहरूलाई मनन गर्न सक्नुपर्छ आत्मसात। यदि तपाईँहरू चेन्ज चाहनुहुन्छ भने चेन्ज भनेर चेन्ज हुँदैन। वी हेभ टु चेन्ज आवर सेल्फ फर्स्ट, देन चेन्ज द होल कन्ट्री। गर्मी छ काठमाडौँमा। फ्राइडे, गुड फ्राइडे, अफिसहरू छुट्टी भइसक्यो, त्यसैले अलिकति जाम बढिरहेछ हेर्नु है। कसरी मान्छेहरू यता र उता तेर्सै पार्छन् हो। आफ्नो यसरी सिधा बस्यो भने त पालो त कसो नआउला र यार होइन र, आउँछ नि। त्यही हो 2-3 मिनट पछाडि परिरहेला, तपाईँ 2-4 मिनट अगाडि गएर नि किन ख्यास्ने हो र। नेपाल आर्मीको भ्यान हेर्न, त्यो ट्याक्सी ओहो ल यता गर्छ उता गर्छ के गर्छ हो, कहाँ चाहिँ पुग्ने होस् त। घाँस
यसो फेरि सम्झाए, यसो रोकेर सम्झाऊँ भन्यो भने फेरि सबै डनै छन् है। यसो कमेन्टमा डनहरू हुनुहुन्छ भने यसो कमेन्ट गर्नु न, मन परेन भने मलाई के हिरो बन्छस् भनेर भन्न पनि पाउनुहुन्छ। आई गो लेफ्ट है सर। यो रोडमा यस्तै पिटहरू हाल्दा कसरी हाल्छन् है, यो चाहिँ अचम्म लाउँछ कि। सानो सानो कुरा हो नि त हेर्दा त भन्ने, तर झ्याक झ्याक थियो। अलिकति लेभल मिलाएर ठ्याक्क पिचको लेभलमा हाल्न मिल्छ त है। नेपालमा के इन्जिनियरहरू छैनन्? त्यो चोकमा चाहिँ चट्ट रोक्नुहोस् होइन। यता हेर्नुहोस्, साइड लेफ्ट, अल क्लियर, लेट्स गो। त्यो चोकमा चाहिँ चट्ट रोक्नुहोस् होइन। यता हेर्नुहोस्, साइड लेफ्ट, अल क्लियर, लेट्स गो। मान्छे आयो, स्वाट आयो, फाँस हाल्यो, बस। दायाँ बायाँ हेर्ने त चल्ने छैन। कतिचोटि त मेरै अगाडि त्यसरी है स्कुटी बाइकहरू फुत्त अगाडि आएको मान्छेले ब्रेक लाउन भ्याउँदैन नि। 40 स्पिडमा भयो भने यता नजाम होइन। यी दाजु कता जानला हुन्, सायद उता पुल पारी जानला हो कि जस्तो लाग्यो। कति मिठो सेन्टको आवाज। ओइ तेरी यार, हर्न त बजाउनै पर्छ क्या फेरि दाजुहरूलाई। ल यसरी यत्रो सानो पुल छ, त्यही माथि यसरी हिँडेपछि कहाँबाट हुन्छ हौ लाखेहरू। सानो दुईवटा गाडी पनि बल्ल तल्ल छिर्छ, त्यही माथि बाइक फुत्त लगेर हाल्छन्। यहाँ अस्ति यस्तो धेरै जाम थियो, आज चाहिँ त्यति नरहेछ। ल यस्तो भयो फेरि, माई ब्याड। जाउँ न हो दाजु, ल आउनुहोस्। ल दाजुले हेलमेट लाउन भुल्नुभयो कि के हो? भुल्नुभयो भए त ठिकै छ, तर यस्तो चाहिँ नगरौँ है। सेफ्टी इज फर्स्ट। लाइफ धेरै महँगो छ नि यार। आफ्नो कारणले नि फेरि एक्सिडेन्ट हुँदैन कहिलेकाहीँ, अरू कारणले पनि प्याट्छ। मलाई धेरैचोटि म परेको छु है स्पिडमा चलाउने साथीहरू, विशेष गरी। अझ म धेरै यसो युट्युबमा हेरेँ भ्लगहरू देख्छु कि सुई कुदाइरहन्छ है यस्तो रोडमा पनि। ती केटाहरूलाई पनि यसो सानो सुझाव दिउँ कि है, यस्तो सानो बाटोमा होइन क्या उडाउने। अहिले त 4-4 लेन 6-6 लेनको बाटो बनिसक्यो हाइवेहरू, त्यहाँ गएर उडाउनु त कम मजा आउँछ यार। भिडियो पनि साइडमा हरियो हुन्छ, खेतहरू होइन, झाडीहरू। फुत्त यदि उडेर रोडबाट झाडीमा गयो भने नि केही हुँदैन यार, लास्ट मजा आउँछ नि। यस्तोमा उडाएर फ्याट लाग्यो भने आफू पनि घाइते, अरूलाई पनि होइन नाच। बिचरा सोझो अब आफ्नै लेनमा चलाइरहनेहरूलाई पनि घाटा लाउँछ नि त्यस्तो गऱ्यो भने त, होइन र? के कसो हो? त्यही भएर त्यसरी चाहिँ नकुदाम होला। भ्लग गराउने साथीहरू पनि होइन, आफू पनि सेफ हुनुहोस्, अरूलाई पनि बाटोमा सबै हिँड्ने जतिलाई सुरक्षित तरिकाले चलाउँ भनेर मैले चाहिँ त्यो म्यासेज दिन्छु। रमाइलो लागि चलाउन मिल्छ, तर त्यो पनि ठाउँ हुन्छ क्या। विदेशतिर के गर्छन्, यसो पुरै बाइक राइड जान पऱ्यो भने साथीहरू चट्ट मिल्छन् होइन, अलि हाइवेतिर जान्छन्। त्यसपछि बटङ टङ बिदाको दिनमा पुरै 100-200 स्पिड हान्ने हुन्छ, फेरि सिधा बाटो मजाको
झन् यसो हल्का एक्सिडेन्ट भयो भने नि आफू अरूलाई ह्याम्पर त्यति हुँदैन। म राइड जाने हो त्यही भएर यहाँ बस्छु। हाम्रो देशमा चाहिँ त्यस्तो छैन, त्यो गर्नुपर्छ जस्तो लाग्छ। मलाई पनि कुदाउनु मन लाउँछ। म नि पहिला त फेरि काठमाडौँमा पनि कुदाएको हो, नकुदा होइन। अहिले चाहिँ मलाई रियलाइज भयो कि त्यो भएर नि मैले यो भिडियो बनाएको होइन। यङ एजमा अलिकति त्यो टाइम हुन्छ त्यसरी कुदाउने भने कुदाउन नि मिल्छ, नमिल्ने होइन, सेफ भएसम्म। तर जताभाइ चाहिँ कुदाउनु मिल्दैन। जाम परेको त होइन, यो लाइट अगाडि रेड लाइट सब बलिरहेछ। तर हाम्रो नेपालीहरूको वास्तवमै भन्ने हुन्छ है, प्यासन लेभल चाहिँ एकदम लो छ कि। मेरै पनि यार, मैले चाहिँ अहिले अलिकति आफूलाई रियलाइजेसन भएर चेन्ज गरिसकेँ होइन। त्यही भएर नि इरिटेट लाग्छ है, रोडमा निस्क्यो भने केटाहरूले प्यापमा र पुपु पारेको। अनि यो तपाईँको यताबाट नि हालेको छ, यताबाट नि यत्रो ठाउँमा पनि घुसा। म नि विदेश बसेर आएँ नि त, विदेश हेरेको ओहो विदेशीहरू त्यत्तिकै धनी भए होइन रहेछ, शान्त छन् होइन। हर्न भनेको त एकदम कमै बजाउँछन् कि, त्यस्तै उस पऱ्यो भने मात्र, इमर्जेन्सी नै पऱ्यो भने मात्र, नभने बजाउँदैन नि। यहाँ त तपाईँको ओहो, त्यही भएर म सोध्छु त नि, कहिलेकाहीँ विदेशीहरू यसो पारी पारी हिँडेको बेलामा केटाहरू पुरै हर्न नबजा भन्छु, प्याँ प्याँ पुपु पार्छन् है। के सोध्छ होला जस्तो लाग्ने क्या। धनी देश हुनलाई त जनताकै चरित्र धनी हुनुपर्छ रहेछ नि त। हामी सभ्य भइयो नि देश सभ्य हुँदो रहेछ क्या। नेता जतिसुकै बिग्रेका हुन्। ल यो भ्यान ल्यान त यहाँ, त्यो दुईवटा लेनको अर्थ के हो साथी? किन हर्न बजायो? कहाँ पुग्ने हो? जा 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 जा। यस्तो खाल्डोकै बिचमा है, यत्रो यत्रो भाङ छन् यार। कसम अलिकति बाइक स्पिडमा त्यही भएर कुदाउनु हुन्न कि साथीहरू। त्यो भाङमा पऱ्यो भने त मान्छे उछिट्टिन्छ त। त्यो भाङ टाल्ने पैसा फेरि जुट्दैन फेरि है। गोजीमा हाल्ने भएपछि फ्याट्टै कतार जुरिहाल्छ। यस्तै असरल काम बन्दैछ। यो काम रफ्तारमा हुनुपर्ने हो नि त यस्तो सिटीमा, काठमाडौँ सहर यता लाग्छ रहर। तर के गर्नु, यहाँ खनेर छोड्यो 2 महिनापछि त्यस्तै हुन्छ। अनि धुलो उड्छ भ्याम। तर अहिले अलिकति रफ्तारमा चाहिँ बाहा पहिलाको तुलनामा अलिक प्रेसर पनि छ अहिले। त्यसरी नै चेन्ज हुने हो। ल यो गाडीलाई जान दिउँ त के छ र होइन। ल गाडी जा जा जा। ल बाइक हो त्यसरी हाल्ने होइन कि, एकछिन रोकिदियो त्यसरी रोक्यो भने त भइहाल्यो त। ल बाइक हो त्यसरी हाल्ने होइन कि, एकछिन रोकिदियो। अल क्लियर, लेट्स गो भाइ। म 2 मिनट अड्किँदाखेरि यहाँ मेरो केही बितेन नि त। आखिरी म घरै पुग्ने हो होइन। चिउ गेट आइपुग्यो। म चाहिँ छोबार हिँडेको अहिले है। I'm always on the road anyway. I'm just riding everywhere. म अहिले खाली छु, त्यही भएर नि यसो काठमाडौँको रोडको अवस्था देखाउँ भनेर हो है गाइस। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। एनिवे मैले यो भिडियो बनाउनु कारण चाहिँ मैले देखाउनको लागि मात्र होइन कि, यसो आफूलाई मनमा लागेका कुराहरू हल्का सेयर गर्नलाई हो है। अन्यथा नलिदिनु होला। यदि हजुरसँग त्यस्तो केही कमेन्ट छ भने कमेन्ट गरिदिनु होला। थ्याङ्क यू। Keep loving, keep watching, and have a safe ride. Thank you.